सो हेलो गाइस, वेलकम बैक टु माई न्यू ब्लग। आजको ब्लगमा चाहिँ हजुरहरूलाई स्वागत छ। र आजको न्यू ब्लग चाहिँ मैले काम गर्ने ठाउँदेखि आइरहेको छ हैन। तपाईहरुले चाहिँ यो भिडियो देख्न सक्नुहुनेछ। हाम्रो नेपालको जस्तै घर देखिराख्नु भएको छ हैन। यति बेला चाहिँ तपाईहरुले सोच्नु होला फेरि कहाँ छ भनेर हैन। म यति बेला चाहिँ कर्नाटकमा छु। कर्नाटकको म्याङ्गलोर भन्ने ठाउँमा, म्याङ्गलोरदेखि अलि पछाडि नै छु। यो कुन्दापुर भन्ने उडुपी जिल्लामा छु, कुन्दापुरमा छु। यो चाहिँ शनिबार यतापट्टि मार्केट लाग्ने गर्छ साथीहरु। यो चाहिँ यही हो मेरो जब चाहिँ हैन। मेरो जब यसैमा छ। अन्त फेरि यतातिर कामहरु चल्दैछ। काम त चलिरहेको नै छ। पानी परेर एकदमै डिस्टर्ब गरिरहेको छ गाइस। यतातिर चाहिँ क्लिनिङ चल्छ हैन। क्लिन गर्न आफैले पर्ने हो। अन्त हिजोको आइटम सेटअप होइन, हिजोको हो। उसी दिन हामी क्लिन गर्दैनौँ। यहाँ अन्डा पनि आइसकेको छ। यहाँतिर चाहिँ डेली क्लिन गर्न पर्ने हुन्छ हैन। यिनीहरू चाहिँ माथि राख्नु पर्ने हुन्छ साथीहरु। देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरा मसलाहरू छ हैन। टक्कलाई त चाइनिज फास्ट फुड। माथि चाहिँ देख्न सक्नुहुन्छ एक्जेस्ट फ्यान हैन। त्यसैपछि यता देख्न सक्नुहुन्छ स्विच बोर्डहरू छ। यहाँ माथि लाइट पनि चालु गाइस हैन। लाइट पनि छ, सब कुछ छ के गाइस यहाँ चाहिँ टक्कलाई। र अगाडिपट्टि देख्न सक्नुहुन्छ हैन। यस्तो दामी छ कि सुन्दर छ यहाँको ठाउँ चाहिँ। यस्तै छ गाइस। अन्त फेरि तपाईहरु चाहिँ कहाँदेखि बोल्नु भएको छ, कहाँदेखि मेरो भिडियो हेर्दै हुनुहुन्छ, सपोर्ट गरिदिनु होला। मलाई धेरै भन्दा धेरै माया गरिदिनु होला साथीहरु। म चाहिँ यो एक्लै गर्नुपर्छ काम चाहिँ, हेल्परहरु पनि छैन। यहाँतिर फेरि देख्न सक्नुहुन्छ बिबरा छोटा फुलहरु छ। सो गाइस यहाँनिर चाहिँ रुख काटेको हैन, पानी पुरै फुल भएको छ। अनि यतातिर अस्ति ठुलो भयंकर पानी आको हैन। पानीको साथसाथै हावाहुरी हुँदाखेरि यहाँ देख्न सक्नुहुन्छ माथिबाट भाँचिएर यहाँ आँपको बुट्टाहरू, आँपको हाँगाबाङ्गाहरू पुरै भुइँभरि छरिएको छ हैन। भाँचिएर पुरै चेठाबेथा परेर मेरो गाडी चाहिँ त्यही छ। फास्ट फुड मेरो जब हो यो चाहिँ हैन। आफ्नो आफ्नो जब हुन्छ साथीहरु। यहाँ देख्न सक्नुहुन्छ केरा गाडी र मैले सामानहरु रेडी गर्ने ठाउँ चाहिँ यही हो साथीहरु हैन। टक्कलाई देख्न सक्नुहुन्छ यो चाहिँ राइस सुकाउनको लागि हो। आज वास गरेर राखेको, एउटा वास गरेर देख्न सक्नुहुन्छ राइस पनि एकदम तयारी अवस्थामा छ, सुकाइरहेको फ्राइड राइसको लागि। यसमा चाहिँ राइस नुडल्स बोइल गरिन्छ। यसमा चाहिँ राइस भिजाउने। यहाँ चाहिँ देख्न सक्नुहुन्छ साथीहरु पानी स्टक राखेको छ, पानी आउँदैन कुनै बेला। अन्त फेरि देख्न सक्नुहुन्छ साथीहरु टाढाबाट चाहिँ क्या दामी देखिदो रहेछ साथीहरु हैन। मेरो काम गर्ने ठाउँ चाहिँ गाडी अहिले चाहिँ मैले यहाँ उहाँको गाडी चाहिँ यहाँ लिएर आउनु पर्ने हुन्छ सामानहरु लोड गर्नको लागि। र साथीहरु यहाँ देख्न सक्नुहुन्छ आइटम पनि आइसकेको छ आजको लागि। क्या फ्रेस आइदिएको छ है साथीहरु। यो चाहिँ फ्रेस एकदम फ्रेस आएको छ हैन। टक्कलाई र धनिया। त्यसपछि देख्न सक्नुहुन्छ चाइनिजमा राइस नुडल्समा यो युज गर्दा धेरै राम्रो हुन्छ। अनियन पट्टा, यहाँ स्प्रिङ अनियन पनि भनिन्छ, स्प्रिङ अनियन। त्यसैपछि तपाईको स्वास्थ्यमा पनि लाभ गर्न सक्छ। मिठो निम पट्टा भनिन्छ र यसलाई कोरी पट्टा पनि भनिन्छ हाम्रो नेपालमा चाहिँ। के भन्छ मिठा निम पट्टा पनि है यो। देख्न सक्नुहुन्छ यहाँ चाहिँ अवश्य छ के यसले चाहिँ प्रत्येक दिन चाहिन्छ। यो नभएर मैले कबाबै बनाउँदैन। कबाबमा हाल्नको लागि एकदम टेस्ट हुन्छ यो चाहिँ चिकनमा। प्रत्येक दिन युज हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ फेरि नुडल्स छ, अघिल्लो भर्खरै बोइल गरेर राखेको। अनि देख्न सक्नुहुन्छ गाइस यो चाहिँ राइस हो। राइस देख्न सक्नुहुन्छ एकदम क्वालिटी लामो हैन। यस्तो राम्रो छ कि राइस फेरि फ्राइड राइसको लागि हो। ओके साथीहरु म गाडी क्लिन गर्न जानुपर्ने हुन्छ। फेरि भेटौँला। अन्त फेरि म भिडियो बनाउँदै गर्छु, हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला साथीहरु। म पहिलो भिडियो बनाउन लागेको, त्यही भएर अन्त फेरि अहिले बोल्न पनि अप्ठ्यारो लागिरहेको छ। अप्ठ्यारो नमानेर म भिडियो बनाउने कोसिस गर्नेछु साथीहरु। मैले चाहिँ मोबाइल
यतापट्टि राखिदिनु पर्यो। एक किसिमलाई खस्ला भन्ने डर पनि हुन्छ। धेरै महँगो छ मोबाइल फेरि होइन। यहाँबाट त खस्छ होला। अलि यता यसले राखेर म चाहिँ यसले यता राखिदिन्छु। साथीहरू भनेको भएन साथीहरू, मोबाइल यताउति राख्दा ध्यानमा खस्यो भने त होइन फेरि गाह्रो पर्छ है गाइस। यताको भ्यू चाहिँ देख्न सक्नुहुन्छ। त्यो पारीको रुख छ नि गाइस, कस्तो कैँचीले काटे जस्तो मिलाएको छ गाइस, देख्न सक्नुहुन्छ। यतातिर एकदम जङ्गल छ होला। यहाँ चाहिँ एकदम टालको स्विच बोर्ड छ है। यो कतिखेर मोबाइलमा जुम भयो रहेछ। जुम भएको कारणले चाहिँ म एकदमै नजिकै देखेको रहेछु। त्यहाँ पारि चाहिँ बाटो छ, मान्छेहरू पनि हिँडिरहेको छ कि साथीहरू, मान्छेहरू हिँडिरहेको छ। मेरो साउको घर चाहिँ है हो कि गाइस। यो देख्न सक्नुहुन्छ नि, यो सानो घर छ। अहिले ठुलो घर बनाउनु लागेको छ। यहाँ रडहरू पनि यतै राखेको, अनि त्यतातिर देख्न सक्नुहुन्छ बालुवाहरू पनि स्टक गरेर राखिसकेको छ। 5 लोड 6 मा चाहिँ